यहाँहरू सम्पूर्णमा मेरो नमस्कार छ। यतिखेर चाहिँ हामी तेह्रथुम जिल्लाको आठराई गाउँपालिकामा अवस्थित रहेको झाँक्री गुफामा चाहिँ आइपुगेका छौँ। यो देख्नुहुन्छ हाम्रो छथरको एकजना सर पनि भेटेर चिन्जानु भएको छ अनि हामी चाहिँ फेदापको प्रतिनिधित्व गर्दै यो राष्ट्रिय झन्डा भएको ठाउँमा चाहिँ आइपुगेका छौँ। तपाईँले मेरो पछाडि देख्नुहुँदैछ राष्ट्रिय झन्डा। यो चाहिँ मेरो आठराई गाउँपालिकाबाट भिडियो फेदापको टिम एकदम एक शब्द एकदम हामी चाहिँ यो आठराईको पर्यटकीय क्षेत्र झाँक्री गुफामा छौँ। एकदमै रमाइलो भइराखेको छ। एकदमै हाम्रो टिम छत्तरका साथीहरू पनि हुनुहुन्छ, फेदापका सरहरू, हाम्रो शिक्षा शाखा अधिकृत लगायत सरहरू हुनुहुन्छ। एकदम रमाइलो भइराखेको छ। आज त्यो 16औं राष्ट्रपति रणनीतिले जुराएको भेट यो एकदमै अविस्मरणीय यादगार। हामी यता छथरको सर हुनुहुन्छ, हाम्रो छथर गाउँपालिकाको शिक्षक प्रतिनिधि भनौँ, उहाँको पनि एउटा छोटो मिठो भनाइ। हामी चाहिँ अहिले यो झाँक्री गुफामा आएका छौँ 16औं राष्ट्रपति रणनीति प्रतियोगितामा र यहाँको धार्मिक तथा पर्यटकीय स्थल यो झाँक्री गुफा अत्यन्तै रमणीय रहेछ र सबै तेह्रथुमवासी अथवा अन्य जिल्लाका चाहिँ नागरिकहरूलाई एकपटक आएर घुम्नै पर्ने ठाउँ जस्तो लाग्यो र सबैलाई एकपटक आएर यसो भ्रमण गरिदिनु होला अनुरोध गर्छु। सरको के छ भने? धन्यवाद सर। आज हामी यो 16औं राष्ट्रपति रणनीति अन्तर्गत जुराएर यहाँ झाँक्री गुफामा चाहिँ यसो घुम्ने अवसर मिलेर आएका छौँ। यो चाहिँ अत्यन्तै रमणीय पर्यटक स्थल रहेछ। यसलाई अझै प्रवर्धन गर्दै जानुपर्ने, यसको अझै विकास गर्दै जानुपर्ने, यसलाई देश विदेशसम्म चाहिँ यसको चाहिँ प्रचार प्रसार फैलाउँदै जानुपर्ने ठाउँ रहेछ। यहाँ एकपल्ट अवश्य आउनुपर्ने ठाउँ रहेछ। त्यसमा हामी कोही पनि नचुकौँ, यति भन्न चाहन्छु। धन्यवाद। यतापट्टि हुनुहुन्छ हाम्रो फेदाप गाउँपालिकाका शिक्षा शाखा प्रमुखज्यू। नमस्कार। तपाईँको भनाइ छोटो। हामी अहिले झाँक्री गुफा आठराई गाउँपालिकाको पर्यटकीय स्थल साथै ऐतिहासिक स्थल झाँक्री गुफामा आइपुगेका छौँ र यहाँ चाहिँ एकै ठाउँ मात्रै नभएर धेरैवटा ठाउँमा चाहिँ घुम्न लायक स्थल चाहिँ बनाएको पाइयो र हामी अहिले विशेष गरी 16औं राष्ट्रपति रणनीति प्रतियोगिता जुन चाहिँ तेह्रथुम जिल्ला स्तरीय रणनीति प्रतियोगिताको अवसरमा उपस्थित भएका छौँ। हामी छत्तर गाउँपालिकादेखि आठराई गाउँपालिकासम्मका सबै स्थानीय तहका शिक्षा शाखाका प्रमुखहरू त्यस्तै गरी खेल शिक्षकहरू भेला भएर एकदमै हामीले यो राष्ट्रपति रणनीति प्रतियोगितालाई सम्पन्न गर्ने क्रममा छौँ र सँगसँगै यी पर्यटकीय स्थलहरूमा चाहिँ आएर रमाउने, अवलोकन गर्ने, सेल्फी खिच्ने, नाच्ने, टिकटक बनाउने लगायतका कामहरू चाहिँ हामीले गरिरहेका छौँ र एकदमै पूर्वको ऐतिहासिक ठाउँ, पर्यटकीय ठाउँ सबैजनालाई घुम्नका निमित्त यो लायक ठाउँमा चाहिँ यहाँहरू सबैलाई आएर चाहिँ एकपटक अवलोकन गरेर यहाँको दृश्यपान गरेर चाहिँ भरपुर मात्रामा मनोरञ्जन लिनुहुनेछ भन्ने विश्वास लिएको छु। हस्, धन्यवाद। धन्यवाद हजुरलाई। हाम्रो लक्ष्मी सर। धन्यवाद सर। अब हाम्रो जिल्लाको 16औं राष्ट्रपति रनिङ सिल प्रतियोगिता जुन आठराईको आयोजनामा सञ्चालन भइरहेको थियो, मलाई चाहिँ के लाग्यो भने हामीले खेलकुद यसरी पनि गर्न सक्ने रहेछौँ भन्ने जस्तो लाग्यो। हामी त्रिभुवन माविको खेल मैदानमा मात्रै सीमित थियौँ भने हामी यो रमणीय दृश्य जुन आठराईले आफ्नो चाहिँ पर्यटकीय क्षेत्र भनेर जुन प्रचार प्रसार र विकास गरिरहेको छ, यो क्षेत्र चाहिँ हेर्ने मौका पनि जुर्यो। यो यसमा चाहिँ म विशेष आठराई गाउँपालिकालाई पनि धन्यवाद भन्न चाहन्छु। हजुरलाई पनि धन्यवाद सबैजनालाई। कुनै हालतमा नमिलेर आउनु भन्ने कुरा ल ताली।
हामीसँग 6वटा स्थानीय तहका खेलाडी भाइ बहिनीहरू आफ्नो ब्यानर र झन्डासहित मार्चपास्ट गरिरहेका छन् भने 8 गाउँपालिका स्थित विभिन्न माध्यमिक विद्यालयका भाइ बहिनीहरूले पनि आफ्नो विद्यालयको ब्यानर र झन्डासहित यो 8 रङ्गशालालाई एउटा खेलमय बनाइरहेका छन्। हामी देखिरहेका छौँ विद्यालयका कलिला भाइ बहिनीहरू भविष्यका एउटा सफल खेलाडी बन्न सक्छन् र उनीहरूलाई प्रोत्साहन र उनीहरूलाई अवसर हामी दिनुपर्छ। अगाडि प्रस्तुत गर्नका लागि म सञ्जीवनी टोलीलाई अनुरोध गर्दछु। यो फेदाव गाउँपालिकाका अध्यक्षज्यूको र फेदाव गाउँपालिकाको यो सम्मान पत्र त्यस पछाडिको यो एउटा सम्मान पत्र छ। यो सम्मान पत्र तेह्रथुम जिल्ला स्थित 14औं राष्ट्रपति रणनीतिशील प्रतियोगिता तथा 15औं राष्ट्रपति रणनीतिशील प्रतियोगितामा तेह्रथुम जिल्लाको तर्फबाट प्रदेशमा छनौट भई प्रदेशबाट केन्द्रीय राष्ट्रपति रणनीतिशील प्रतियोगितामा समेत छनौट भएर तेह्रथुम जिल्लाको गाउँ यो हस्तान्तरण गरिदिनु हुनको लागि म हार्दिक अनुरोध गर्दछु। यो फेदाव गाउँपालिकाका अध्यक्ष केशव भेटवाल तथा सिंह फेदाव गाउँपालिका परिवारको सम्मान पत्र। यस पछाडि मैले अघि पनि
यो चाहिँ आठराई गाउँपालिकामा अवस्थित झाँक्री गुफाको सबैभन्दा अग्लो डाँडा रहेछ यहाँ चाहिँ। त्यहाँनिर चाहिँ झाँक्री गुफा। हाम्रो टिम चाहिँ अगाडि बढिरहेको छ। तेह्रथुम जिल्लाको जिल्ला स्तरीय 16औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सञ्चालन भएको थियो आठराई गाउँपालिकामा।